घरमै बसेर आफ्नै मोबाइलबाट धेरै कामहरू अनलाइनमा गर्न सकिन्छ। जस्तै तपाईसँग एनसिएलको फिजिकल सिम छ, त्यसलाई इसिम गर्नुपर्नेछ भने पनि तपाईँले आफ्नै मोबाइलबाट एनसिएल सेन्टर नगइकनै सजिलैसँग इसिममा कन्भर्ट गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले आफ्नो मोबाइलमा रहेको एनसिएल नम्बरबाट एसएमएस सेन्ड गर्नुपर्ने हुन्छ। अब एसएमएस सेन्ड गर्नको लागि मेसेज बक्सलाई ओपन गर्नुहोस् र यहाँनिर तपाईँले 17125 मा तपाईले मेसेज सेन्ड गर्नुपर्ने हुन्छ। यहाँनिर तपाईले मेसेज के सेन्ड गर्नुपर्ने हुन्छ भन्दा एकदमै सजिलो छ। तपाईले आफ्नो नागरिकता नम्बर, त्यसपछि कमा, त्यसपछि तपाईले यहाँनिर इमेल एड्रेस, तपाईसँग भएको जिमेल अकाउन्ट सेन्ड गर्नुपर्ने हुन्छ। जुन जिमेल अकाउन्टमा इसिम बनिसकेपछि तपाईको क्युआर आउनेछ अनि तपाईले डाउनलोड गरेर मोबाइलमा लगइन गर्न सक्नुहुनेछ। मिस्टेक नगरिकन यहाँनिर तपाईले नागरिकता नम्बर र जिमेल अकाउन्ट सेन्ड गर्नुहोला। सेन्ड गरिसकेपछि तपाईलाई कन्फर्मेसनको लागि एकपाली एनसिएल सेन्टरबाट फोन आउँछ अनि कन्फर्मेसन गर्नुहोला। त्यसपछि अब तपाईको इसिम हुनको लागि फेरि तपाईले आफ्नो नाममा रहेको सिम छ उसैबाट एसएमएस सेन्ड गर्नुपर्ने हुन्छ। अरूको नामबाट एसएमएस सेन्ड गर्नुभयो भने फेरि इसिममा कन्भर्ट हुँदैन। यति गरिसकेपछि तपाईले एनसिएल सेन्टर गइरहनु पर्ने आवश्यकता छैन। घरमै बसेर इसिममा कन्भर्ट गर्न सक्नुहुनेछ। इसिम रेडी भइसकेपछि तपाईलाई जुन अघिको जिमेलमा क्युआर आउनेछ, क्युआरबाट तपाईले सजिलैसँग इसिम चलाउन सक्नुभयो मोबाइलमा स्क्यान गरेर। यस्तै भिडियोको लागि लाइक, कमेन्ट, सेयर एन्ड फलो गर्न चाहिँ नभुल्नुहोला।